गुड मर्निङ साथीहरू। फाइनल्ली कन्टेन्ट बनाउन मन लागेर आज चाहिँ एउटा भ्लग बनाउने तयारीमा छु। म चाहिँ अहिले अस्ट्रेलियाको ब्रिस्बेनमा छु। आएको पनि 2 महिना प्लस भइसक्यो। आफैलाई पुस गरेर कन्टेन्ट बनाउँछु भनेर आज चाहिँ तयारीमा छु है। के हुन्छ आजदेखि अब I'll try my best. भए जस्तो छ। अब सन्नी डे एकदमै गर्मी छ। आजको टेम्परेचर पनि राम्रै छ। कति छ म हेरेको छैन अहिलेसम्म। आजको खास प्लान भन्नुपर्दा चाहिँ हामी सुजन दाई भाउजू म भएर दाईको लागि म्याकबुक लिन गइरहेछौँ सायद। मेबी एज पर दाईको कुरा। अलिअलि रिसर्च यसो हेरेछ कहाँ जाने के गर्ने भनेर, तर गइसकेपछि थाहा हुन्छ। प्राइसहरू म्याच गर्ने यसो डिस्काउन्ट यताउति हेरेर त्यसपछि लिने प्लान हो खासमा। हेरौँ। सो हामी अब आजको डेस्टिनेसनतर्फ लागिसकेको छौँ। हामीसँग हुनुहुन्छ सुजन दाई। हेलो दाई, के छ भाइ? ठिक छ दाई। अनि हामीसँग हुनुहुन्छ भाउजू। हेलो। के छ भाउजू हालखबर? एकदम ठिक छ। त्यहाँ पुगिसकेपछि थाहा हुन्छ के हो कसो हो भन्ने कुरा। भाइको फोनको बिल पेन्डिङ छ, त्यो मिलाउनु। सो डे अफ आज मनाउँदै आज आफ्टर लङ टाइम डे अफ पाइरहेको छ होइन। त्यो आज यसो बुढीसँग भाइसँग टक्कर डे स्पेन्ड गर्नु पऱ्यो होइन। अलिअलि यसो बिलहरू पेन्डिङ छ, त्यो पे आउट गर्नु पऱ्यो। अनि दिन सकिन्छ, फेरि घर फर्किने, खाने, सुत्ने, फेरि भोलि बिहान उठेर काममा जाने। त्यही हो जिन्दगी भाइ यार। घुमी फिरी एट द एन्ड अफ द डे लास्टमा रोटेसन। कति भयो दाइ अस्ट्रेलियाको? अस्ट्रेलियाको नसोध भाइ, यहाँ दुख्छ यार। किन दाइ जस्तो भयो यार, एक दशक हुनु लाग्यो। म चाहिँ 2 महिना भयो बल्ल। मेरो कहाँ दुख्ने हो दाइ। फर्स्ट स्टप हाम्रो गुड गाइज, हाम्रो फ्युचर स्पोन्सर। यहाँ चाहिँ हामीले खोजेको वाला चाहिँ स्टकमा अभाइलेबल रहन्छ। द्याट्स वाइ वी आर चेकिङ आउट नेक्स्ट स्टोर। थ्याङ्क यू गुड गाइज। यो पनि दामी छ। यो गोल्डन यो त अब एभरग्रिन भइहाल्यो। गोल्डन सिल्भर त यो होला नि। ए सोध्नु मन लाग्यो यो कलर लाइक
Wait, so you want another MacBook? No. You know, device failure? You can go through.